दर्शकबिन अहिले जुन 29 वर्षकी कविता राणाको शव उठाइदैछ केदुवाई सामुदायिक वनमा बिहान 9 बजे घाँस काट्न आएकी जुन कविता राणासँगै 3 जना टिम आएका थिए र अरू 2 जना टिम 2 जना साथी भाग्न सफल भएर बस्न सक्यो भने कविता राणालाई चितुवाले आक्रमण गरिसकेपछि मृत्यु भयो। यहाँ अहिले धेरै वाद विवाद पनि भइरहेको छ। आफ्नो माग नपुरा नहुँदासम्म सब उठाउन पाइँदैन भन्ने पनि एकातिर यो परिवार यो छिमेकी आफन्तहरूको आग्रह छ। दिन प्रतिदिन बाघले आक्रमण गरिसकेपछि र चितुवाले आक्रमण गरिसकेपछि बर्दियामा हरेक यो घटना निरन्तर घटिरहेको छ। यो अवस्था फेरि नदोहोरियोस् भनेर यहाँको स्थानीयहरू धेरै आकर्षित हुनुहुन्छ। अहिले सब पोस्टमार्टमको लागि गुलरिया अस्पताल लगिँदैछ। जुन कविता राणाको शव हेर्नुहोस् त साह्रै बिजोग छ, साह्रै कठिन अवस्था छ। दिन प्रतिदिन यस्ता घटना किन दोहोरिन्छन् के यदि गाह्रो भएको छ। हेर्नुहोस् अब सबलाई यहाँ पोस्टमार्टमको लागि गुलरिया अस्पताल लगिँदैछ। यहाँ धेरै गाह्रो छ। बर्दियामा दिन प्रतिदिन बाघ र चितुवाले आक्रमण गरे पश्चात बर्दियाका स्थानीयहरू भने घरबाट आउन धेरै कठिन छ। घरबाट आँगनबाट बाहिर निस्किने धेरै कठिन बनेको छ। यहाँ सब लगिँदैछ। हेर्नुहोस् त दर्शकबिन यहाँ अहिले म केदुवाई सामुदायिक वनमा यसरी यो भिडियो प्रत्यक्ष प्रसारण गरिरहेको छु, जुन लाइभ प्रत्यक्ष रिपोर्टिङ गरिरहेको छु। यहाँ धेरै श्रीमान धेरै रुनुभएको छ। आफ्नो श्रीमती गुमाउँदाको धेरै सपना बुन्नु भएको थियो। आफू घर बसिरहेको अवस्थामा श्रीमतीलाई घाँस काट्न जान्छु भनिसकेपछि जब घाँस काट्न आएकी श्रीमती चितुवाको आक्रमणबाट जुन कविता राणाको मृत्यु भए पश्चात हेर्नु न अहिले सब जुन कविताको सब पोस्टमार्टमको लागि बर्दियाको गुलरिया अस्पताल लगिँदैछ। हेर्नुहोस् त अब बाघ नियन्त्रण लग्ने होइन भने हामी स्थानीयहरू जङ्गल पसेर जङ्गल फनाडी गरे मात्रै लास उठाउन दिनुपर्छ क्या, नत्र त हो केस बाटोमा यस्तो घटना हुँदैन हो। मान्छेलाई केही भ्यालु नै छैन। उल्टो भयो काम गर्न दिनु के कसरी काम गरेको थाहा छोरालाई अरे उठाओ यार, आदमी हो लगाओ ना, दे दो दबाओ। घर को मान्छे बस्नु त पैसा सुरा उनको हुनुहुन्छ। हाँ पठाए भाई दाई एक भाई गए वहाँ को श्रीमान